लासो फेफुला झोले जोजोलोपा नमस्कार त्यसले वेलकम टु माई न्यू भिडियो। सो गाइज हामी चाहिँ होइन धेरै दिन भन्दा मतलब घरबाट हिँडेको आजसँग 4 दिन हुन्छ। 3 दिन अन्तरालमा हामी चाहिँ यहाँनिर आइपुगेको। सो एकदम रमाइलो छ, एकदम सुन्दर छ, ब्युटिफुल छ। त्यो हिमाल हो माछापुच्छ्रे मार्दी सँगैको मार्दी हिमाल सँगैको अन्नपूर्ण हिमाल। सो गाइज तपाईहरुलाई म देखाउन चाहन्छु यो चाहिँ मार्दी हिमाल हो हैन, जुन मैले क्यामेरा घुमाइरहेको छु नि यो चाहिँ मार्दी हिमाल हो। त्यो पछाडिको चाहिँ बहिनी हैन उता कतातिरको। अब यहाँ देखाउँछ माछापुच्छ्रे हिमाल हैन, यो माछापुच्छ्रे वा कति हामी चाहिँ माछापुच्छ्रे भन्दा तलतिरको यतातिर चाहिँ यो ठिक उतापट्टि चाहिँ अन्नपूर्ण हिमाल भन्छ हैन। अनि सो गाइज अनि यो मार्दी हिमालको बिचको चाहिँ के हिमाल भन्थ्यो हैन। सो यस्तो बवाल हैन, सुन्दर पनि मा कसम मेरो त मनै कता हरायो यो हिमालको फेदतिरै हरायो। के गर्ने खै हैन, तलतिरबाट टुरिस्टहरु आउँदैछ, कतिजना फर्किसके। हामी चाहिँ जस बेस क्याम्पमै पुग्छु भनेको। अब यसको हाई अल्टिट्युड चाहिँ ठ्याक्कै 4500 छ रे। अनि यो जति देख्छ नि डाँडै डाँडा, सो त्यहीँदेखि आएको हामी झन् यो पारीको भिरेर आहा क्या दामी टल्केछ यो।